गरेर आशा राखेर बस्न सक्ने धैर्य गर्नुपर्छ। तब नभन्दै जब उसले गनगन गर्दा गर्दै एकचोटि त हालेर त हेरौँ न त, होइन? एकचोटि त सर म्यामले भन्नुभएको छ प्रार्थना गरेर त हेरौँ न त, भइहाल्छ कि, होइन? यस्तै मन गराएर उसले पनि के गरे त, जब जाल हाल्यो, जाल हालिसकेपछि यति माछा परे कि, होइन? ऊ एक्लाले तान्न नसकेर रातभरि माछा नपरेकोहरू जति पनि साथीभाइहरू थिए नि, उनीहरू पनि निराश भएर बसेका थिए नि, सबैजना आएर तान्ने योग्य परमेश्वरले बनाउनु पर्छ। सबैजना मिलेर आज हो, यही हाम्रो एक विश्वासले, तपाईँ एकले मात्र होइन, आज तपाईँले हरेकलाई जति पनि परमेश्वरको वचन सुनाउनुहुन्छ नि, उनीहरूले पनि यो तान्ने योग्यको परमेश्वरले बनाउनुहुन्छ। त्यही भएर एकलाई मात्र होइन, परमेश्वरले जे पनि गरिदिनेछु म तिमीलाई चुलिने पोखिने गरेर दिनेछु भन्नुभएको छ नि त, हो कि होइन? त यदि माछा पऱ्यो कि त्यो जालमा, उनीहरूले देखेको पनि थिएन, सुनेको पनि थिएन, र त्यो समयमा अहिलेसम्म पनि भएको थिएन। आज यो पनि परमेश्वरले यो समयमा, यो अनुग्रहको समयमा पनि आज चिन्ह र चमत्कारको कार्यहरू परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको छ, जो हामीले देखेको पनि छैन, सुनेको पनि छैन र सोचेको पनि छैन, हो कि होइन? क्यान्सर रोग जस्तो रोगहरू हेर्नुहोस् त, कति घातक डरलाग्दा रोगहरू, आज यस्तो समस्याहरू, आज जो तपाईँले हरेक संसारमा असम्भव कुराहरू आज परमेश्वरले सम्भव गरेर देखाउनु भएको छ हाम्रो जीवनमा, हो कि होइन? त्यसरी नै गएको थियो, विश्वासद्वारा के हुनेछ त, जिउनेछन् मेरो सन्तानहरू भन्नुभएको छ नि त, हो कि होइन? तब त्यो तान्नलाई के गर्नुभयो त, सबैजना आएर मिलेर त्यो माछाको जाल तानेर, माछा यति धेरै भयो कि त्यो समयमा उसको सारा ऋण तिरेर, उसले मात्र होइन, उसको त्यो साथीभाइहरू जति पनि तान्नु भएको छ नि, आज हेर्नुहोस् त, हाम्रो सरजीले मात्र एक्लै तानेको भए सक्नुहुन्थ्यो त, आज यो 77 जिल्लामा फैलिएको थियो त, होइन? आज उहाँ सँगसँगै विश्वास गरेर तान्नेहरू आज 77 जिल्लामा के भएको छ त, सबले उद्धार पाएको छ विश्वासले, हो कि? आज मैले मात्रै विश्वास गरेर तानेको भए मेरो मात्रै हुने थियो, हो कि होइन? आज त्यही विश्वासले हजुरहरूले पनि तान्नु भएको छ, त आज के त, त्यही विश्वासले नै आज हजुरहरूले पनि उद्धार पाउनु भएको छ कि छैन? सबले पाउनु भएको छ, पाएको छ, तानेको बजाइदिनुहोस्। त के भयो त, उसको सारा ऋणहरू तिरिसक्यो, होइन? आज मन बनाउनु, सबले समस्यामा जसरी उसले त्यो ऋणबाट मुक्ति पाएको थियो नि, त्यस्तै गरी आज मैले पनि हरेक समस्याबाट मुक्ति पाउनेछु। ऋण मात्रै होइन, तपाईँ शरीरमा समस्यामा हुनुहुन्छ, शारीरिक समस्यामा हुनुहुन्छ, अब म पनि त्यसरी नै मुक्ति पाउनेछु भनेर मन बनाउनुहोस्। तपाईँको व्यापार व्यवसाय सुकेको छ, आजदेखि मेरो व्यापार व्यवसाय पनि चलाइसक्नुभयो परमेश्वरले भन्नुहोस्। तपाईँले बनाएको योजनाहरू हरदम असफल भइराखेको छ भने पनि हजुरले मन बनाउनुहोस्, आजदेखि मेरो योजनाहरू सब सफल भइसकेको छ, सफल भइसकेको सबै मुक्ति भइसकेपछि अन्तिममा के गर्यो थाहा छ? उसले सारा हिसाब किताब चुक्ता गरिसकेपछि, आफ्नो स्वास्नी छोराछोरीहरूलाई बन्दोबस्त गरिसकेपछि उसले त्यो जाल, त्यो डुङ्गा छोडेर कसको पछि लाग्यो त? प्रभुको पछि लाग्यो, होइन? जब प्रभुको पछि लाग्यो नि, तब उसको जीवनमा सङ्कट आयो त, हो कि होइन? आज हामी पनि त त्यही विश्वासले प्रभु हिँड्ने बाटोमा हिँड्छु भनेर आएको हो नि त, हो कि होइन? यसो हिँड्ने
हामी के त सबै त्यो दुःख कष्ट समस्या जे पनि थियो हाम्रो जीवनमा घात गरेर बसेको थियो हरेक समस्यालाई के गरेर आज आँखा लगाएर हैन छोडेर के गर्दैछौँ त परमेश्वरको मार्गमा अगाडि बढ्दैछौँ सत्यको मार्गमा अगाडि बढ्दैछौँ ताकि त्यो गन्तव्यसम्म पुग्दाखेरि हरेक जीवनमा हामी म यहाँ रहन्जेल पनि म त्यो स्वर्गीय आनन्द जीवन जिउनेछु र यहाँबाट जब म यो संसारमा जतिसम्म परमेश्वरले राख्नुहुन्छ त्यतिसम्म पनि स्वर्गीय आनन्द जिउनेछु र यो शरीर छोडेर गए तापनि म फेरि पनि त्यो अनन्त जीवनमा प्रवेश गर्नेछु भनेर हामी यस महिमा गर्यौँ हो कि हैन आज तपाईँ स्वर्गीय जीवन जिउनको लागि तपाईँ स्वर्गै जानुपर्छ भन्ने छैन आज त्यो आनन्द त्यो सुख त्यो शान्ति तपाईले यही पाउनु भएको छ भने तपाईँ स्वर्ग गइराख्नु पर्यो त हैन नि हो कि हैन त्यही जीवन दिन्छु भनेर आज परमेश्वरले हामीलाई बोलाउनु भएको सुन्नु भएको तिमीहरूलाई दुःख कष्ट दलदलबाट निकालेर आज म के त त्यो दलदलबाट तिमीहरूलाई म विश्रामको जीवन दिन्छु भन्नुभएको छ नि त विश्राम भनेको के त दिनभरि थाकेपछि हामी हेर्नु त काम गरेपछि के गर्छौँ राति कति थकाइ लाग्यो भनेर के गर्छौँ विश्राम लिन्छौँ नि त हो कि हैन त्यो बेला कति आनन्द हुन्छ त्यो आनन्दको महसुस अहिले गर परमेश्वरले भन्नुभएको छ के त्यो आनन्दको महसुस अब यो समयमा तिमीहरूले गर मेरो सन्तान किनकि म तिम्रो साथमा छु तिम्रो पक्षमा छु तिमीलाई म हरदम उच्च बनाउँछु परमेश्वरले हर पल आनन्द लिनुहोस् हो कि हैन परमेश्वरको काममा आनन्द लिनुहोस् आज परमेश्वरको लागि म यति भए पनि गर्छु मैले केही गर्न नसके तापनि आज म परमेश्वरको लागि एक बोतल पानी पनि कसैको निम्ति दिन्छु भनेर तपाईँ परमेश्वरको काममा अगाडि बढाउनुहोस् कि परमेश्वरको काम गर्नलाई यहाँ आएर झाडु पुछो लाउनु पर्छ भन्ने पनि छैन नि छ त हो कि हैन आज म बस्नुलाई पनि एकदम मिलेर आनन्दका साथमा बसिदिन्छु पछि आउनेलाई सजिलो होस् यो पनि परमेश्वरको निम्ति हो कि हैन तपाईँ आज म भजन गाएर उत्साहित बनाउँछु यो पनि परमेश्वरको निम्ति हो आज म वचन भनेर उत्साहित बनाउँछु यो पनि परमेश्वरको निम्ति हो आज म गवाही भन्छु परमेश्वरको जो मेरो जीवनमा आज परमेश्वरले प्रकट गर्नुभएको कुरा आज म हरेकलाई सुनाउँछु यो पनि परमेश्वरको काम हो कि हैन त्यही भएर सब कुरामा अगाडि बढ्नुपर्छ अनि मात्र के हुन्छ त 100% हुन्छ हो कि हैन परमेश्वरले भन्नुभएको छ तिम्रो सारा मनले के भन्नुभएको छ सारा हृदय सारा मनले हैन सारा प्राणले सारा प्रेमले तिमीले परमेश्वरलाई के गर त पुकार गर भन्नुभएको छ बुझ्नु भयो आधा मनले आधा विश्वासले अल्प विश्वासले पुकार गर भन्नुभएको छैन सारा मनले भन्नुभएको छ हैन सारा हृदयले पुकार गर्ने सारा प्राणले पुकार गर्ने कि तब परमेश्वर तिमीहरूलाई प्रेम गर्नुहुन्छ भन्नुभएको छ है धन्यवाद परमेश्वर शान्ति जे पनि योजना बोकेर आउनु भएको छ सबै सफल भइसकेको छ र दुःखका साथमा परमेश्वरले घर घरमा पनि पुर्याइसक्नुभयो जय परमेश्वर